हेलो नमस्ते एभ्रिवान। आज हजुरहरूलाई नौलो दृश्यावलोकन गराउँदैछु, जुन दृश्य एकदमै उमङ्गित र रहस्यमय रहनेछ, जुन रहेको छ हाम्रो देश नेपालको उत्कृष्ट ताल सेफोक्सुन्डो तालको बारेमा। सेफोक्सुन्डो ताल नेपालको डोल्पा जिल्लामा अवस्थित सबैभन्दा गहिरो ताल, समुद्र सतहबाट करिब 3611 मिटर उचाइमा अवस्थित यो तालको निलो र स्वच्छ पानीले जो कोहीलाई पनि मोहित बनाउने गर्दछ। टाढाबाट हेर्दा यसको पानी रत्न झैँ चम्किरहेको देखिन्छ, जसले प्रकृतिको अद्भुत सौन्दर्य र झल्काउने गर्दछ। जुन चाहिँ कलकल गङ्गा झैँ बगिरहेको यो निश्चल पानी हेर्दा मनै लोभ्याउँछ। एउटा दृश्य हेऱ्यो कि मन एउटा सुन्दर शान्त अडिग रहन्छ। जुन यो दृश्य हेर्दा एउटा कलाकारले चित्र कोरेर त्यो माथि हरियो कलर लगाइरहेको जस्तो, निलो कलर लगाइरहेको जस्तो दृश्य देख्न सकिन्छ, हेर्न सकिन्छ। मनमा त्यही आभास चलिरहन्छ। जुन यो ताल सेफोक्सुन्डो ताल एकदमै वरिपरि जङ्गल, चट्टान अनि ठुलो उले घेरिएको बिचमा चाहिँ गहिरो ताल रहेको छ। जुन तालको गहिराई हेर्दा एकदमै गहिरो जस्तो निलो गगन चुम्बी आकारको पानी छ। यहाँ वरिपरि विभिन्न किसिमको धार्मिक, यो चाहिँ डोल्पा जिल्लामा रहेकोले त्यहाँ चाहिँ त्यहाँको संस्कृति अनुसार यो चाहिँ वरिपरि यो ध्वजाहरू यो टाँगिरहेको छ। एकदमै रमणीय वरिपरि ध्वजाहरू अनि यो झन्डाहरू र बिचमा ताल। त्यसपछि यसको साइडको बाटो हेर्नुहोस् त, एकदमै चट्टान छ अनि जाँदाखेरि एकदमै डर लाग्दो पनि छ। तर त्यहाँबाट दृश्य हेर्दा त झन् मन एकदम लोभ्याउने गर्दछ। त्यहाँ लोभिएर त्यो दृश्य हेरौँ त्यो साइडमा बसेर टकले हेरौँ अनि यहाँ बसिरहौँ जस्तो मनमोहर चलिरहन्छ। अनि यहाँको चट्टानको बाटो भए पनि तर एकदमै आकर्षक देखिन्छ। यहाँको चट्टानले तल छहरा झर्ना त्यस्तै कति दामी हेर्न सकिन्छ। डाँडाका अनि चट्टानहरू एकरासले सधैँ बाटोभरि लागिरहन्छ। यो चाहिँ डोल्पातिर जाने बाटो, यो डोल्पा जिल्ला। अनि यहाँ चाहिँ यो क्षेत्रमा यो जङ्गलमा चाहिँ विभिन्न किसिमका जीवहरू पाउने गर्छन्। जस्तै यहाँ चाहिँ मृग, हजुरको यो मृगहरू यो जङ्गलमा चाहिँ, यहाँ क्षेत्रको जङ्गलमा चाहिँ घना जङ्गलतिर चाहिँ रमाउने गर्दछन् सधैँ। यति दामीसँग त्यहाँ मनमोहक तरिकाले त्यहाँको क्षेत्रमा यिनीहरू आफ्नै धुन आफ्नै तालमा रमाइरहेका हुन्छन्। अनि यहाँ विभिन्न किसिमका जनावरमध्ये यहाँ चितुवा पनि, हिम चितुवा पनि पाइन्छ। यो चितुवा अत्यन्तै डर लाग्दो छ। यो लुकेर बस्ने हिम चितुवा हो। यो चाहिँ हेर्दा ठ्याक्कै बिराला जस्तो देखिए पनि अगाडिका दाँत भने यसका एकदमै ठुला। यो चाहिँ हिम चितुवा एकदमै यो रुखमा पनि सजिलै रमाउन सक्छ। यी चाहिँ नायुर हुन्। यो नायुर चाहिँ यहाँ एकदमै रमाउने क्षेत्र यिनीहरूको लागि एकदमै आकर्षित र उमङ्गित सेफोक्सुन्डो तालको दृश्य हेर्दा मनै लोभ्याउँछ। बाई बाई।